होइन सन्की भाइ कता हरायो भन्दै हुनुहुन्छ होला। मोबाइल बिग्रेर तनाव भएको छ गाइज, तनाव। सो बल्ल बल्ल मोबाइल बने 8-9 दिन पछाडि मोबाइल बिग्रेर तनाव। सो के छ गाइज, मेरो चाहिँ एकदम ठिकठाक छ। हजुर ठिकठाक होला, के ठिकठाक हुनु, मोबाइल बिग्रेर तनाव छ गाइज। आज चाहिँ बल्ल बल्ल मोबाइल बनाउन जान लागेको छु। पैसै नभएर 8-9 दिनसम्म मोबाइल बिनै बाँध्नु पर्यो गाइज। पैसा भए पो हुन्छ त, 5-6 हजार लाग्यो। हजारमा त पुगे। पहिला चाहिँ म सपिङ गर्नु पर्यो होइन गाइज। देख्न सक्नुहुन्छ यो पसलमा चाहिँ हल्का फुल्का सस्तै मिल्ने रहेछ, तपाईँहरू आउनु होला। त्यही होइन, टक्क लगाएर पसल चाहिँ मोबाइल किन बिग्रियो भन्दै हुनुहुन्छ होला। मलाई आफै थाहा छैन क्या कसरी बिग्रियो मोबाइल भन्ने कुरा। चाहिँ मोबाइल पसलमा गयो, अब बनाउनु दिन्छ होइन। टक्क लगाएर फेरि हापुरेमा आज बजारमा नारा लगाइरहेको छ नि, नारा जुलुस होइन। त्यही सहयोग गऱ्यो होइन। सहयोग गर्नु त धेरै मन छ, तर पैसा छैन नि त गाइज होइन। के गर्नु, त्यही भयो नि, हल्का फुल्का गरिदिए। कपडा चाहिँ किनिसक्यो होइन। कपडा देखाएको चाहिँ पार्ट 2 मा आउँछ है गाइज। आइसक्रिम खाएर दाइले चाहिँ अब मोबाइल बनाइदिनु लाग्नु भयो होइन। यति टाइम लाग्यो नि, 2-3 घन्टा लाग्यो क्या होइन। टक्क बनिसकेर नि अब बाहिरतिर आयो होइन। कता गर्मी भएको थियो होइन। टक्क लगाएर आइसक्रिम किन्थ्यो होइन। आइसक्रिम किनेर ल्याम खायो होइन। अब सबै पार्ट 2 मा आउँछ। त्यही आजको बेला केटी नै हुन्छ होला। थ्याङ्क फर वाचिङ, सी अन द नेक्स्ट भिडियो। बाइ।